यो घटना आजभन्दा 3 वर्ष अगाडि घटेको हो। यसका मुख्य पात्र म र वसमा भेटेकी एक महिला हुन्। म त्यतिबेला 19 वर्षको थिएँ र काठमाडौँमा बिए पढ्दै थिएँ। दशैं तिहारको बिदा सकेर म आफ्नो क्याम्पस भेटाउनको लागि घरबाट हिँडेको थिएँ। म काठमाडौँको लागि बस चढेको थिएँ। त्यहाँ पुग्न करिब 10 घण्टा लाग्थ्यो। बस पार्कबाट हिँड्ने बेलामा एकजना महिला चढिन्। उनी दुब्ली थिइन् र करिब 5 फिट 2 इन्च जति उचाइकी थिइन्। तर उनको अनुहार निकै राम्रो थियो। मेरो छेउको सिट खाली भएको हुनाले उनी मेरो छेउमा आएर बसिन्। उनको उमेर करिब 37-38 थियो र उनले कुर्ता लगाइरहेकी थिइन्। केही समय त हामी बीचमा केही कुराकानी भएन। बस गुडेको करिब 20 मिनेटपछि उनले मलाई आफूलाई झ्यालमा बस्न दिन आग्रह गरिन्। मैले पनि हुन्छ भने र उनी झ्यालपट्टि आइन्। त्यसपछि बिस्तारै हामी बीच कुराकानी हुन थाल्यो। उनको नाम लक्ष्मी रहेछ र म उनलाई आन्टी भनी सम्बोधन गर्न लागे। उनी काठमाडौँ आफ्नो माइती जान लागेकी रहेछन्। हामी बीच राम्रै किसिमको कुरा भयो। बस मुगलिनमा खाजा खानको लागि रोकियो। यति बेलासम्म हाम्रो यात्राको 6 घण्टा भइसकेको थियो र हामी बीच राम्रै सम्बन्ध बनेको थियो। हामीले सँगै खाजा खायौँ र बिल पनि उनले नै तिरिन। यति बेला दिउँसोको 1 बजेको थियो। बस मुगलिनबाट हिलेपछि उनी निदाइन। सुत्ने क्रममा उनी मेरो काँधमा आफ्नो टाउको राखेर सुतिन। म पनि यत्तिकै बसिरहेको थिएँ। अकस्मात बस उफ्रियो। उनी केही चलमलाइन्, जसको कारण उनको सल खस्यो। उनको कुर्ताको गला केही तलसम्म थियो। उनका स्तन साना थिए तर निकै पोटिला थिए। म उनको स्तनमा नहेर्न खोजिरहेको थिएँ तर सकिरहेको थिइन्। उनले सास फेर्दा उनका स्तन फुल्थे। म त्यही दृश्यले नै उत्तेजित हुन थालेको थिएँ। म उनलाई छुनको लागि बहाना खोज्न लागे, तर केही पनि भेट्न सकिन। एकछिन सोचेपछि मैले मेरो हातले उनलाई अँगाले र मेरो हत्केलो उनको पेटमा राखे। उनको केही पनि प्रतिक्रिया आएन। मेरो आत्मविश्वास बढ्न थाल्यो। मैले बिस्तारै मेरो हात उनको स्तनतर्फ बढाएँ र उनको स्तनको तल्लो भागमा छोएँ। केही बेर मेरो हात त्यही राखेपछि पनि उनले केही प्रतिक्रिया दिइन। यसले म झन उत्साहित भएँ र उनको स्तनमा बल लगाएँ। सायद उनलाई पत्तो भएछ क्यारे आँखा खोलिन। म निदाएको अभिनय गर्न थालेँ। उनले सायद मेरो मुखमा हेरिन् र आफ्नो सल मिलाइन्। साथै मेरो हात आफ्नो कम्मरमा राखिन् अनि फेरि सुतिन्। जब बस नौबिसेबाट उकालो मात्र के लागेको थियो, जाममा फस्यो। नागढुङ्गामा बसले मान्छे हानेकोले जाम भएको हो भन्ने हल्ला आयो। उनी आत्तिन थालिन्। मैले उनलाई सायद चाँडै खुल्ला भनेर फकाएँ। उनले पनि मन बुझाइन र हामी कुरा गर्न थाल्यौँ। उनले आफ्नो बारेमा सबै भनिन् र मेरो बारेमा पनि केही बताउन भनिन्। मैले आफू कालीमाटीमा डेरामा बस्ने बताएँ। उनले मेरो बानी राम्रो लागेको भनिन् र मेरो मोबाइल नम्बर पनि लिइन् र मलाई पनि आफ्नो दिइन्। हामी त्यत्तिकै गफ गर्दा अँध्यारो हुन लाग्यो। मोबाइलमा टावर टिपेको थिएन, यसैले कसैसँग पनि हाम्रो फोन सम्पर्क हुन सकिरहेको थिएन। करिब 9 बजी मात्र जाम खुल्यो र बस बिस्तारै गन्तव्यतर्फ लम्कियो। त्यति लामो जाममा बस कछुवाको तालमा थियो। हामी कलङ्की आइपुग्दा रातको 11 बज्न लागेको थियो। सारा कलङ्की निदाएको थियो। कुनै पसल, होटल पनि खुलेका थिएनन्। उनले आफ्नो माइतीमा फोन गर्न लागिन्, तर फोन नै गइरहेको थिएन। उनी निकै आत्तिइन्। म उनलाई यस्तो अवस्थामा छोडेर जान सक्ने थिइन्। हामीले वरिपरि होटेल खोज्न थाल्यौँ। बाटोमा हिँड्ने क्रममा ट्यापे केटाहरू उनको शरीरमा आँखा दौडाउँथे। हामीले बल्ल बल एउटा होटेल खुला फेला पार्यौँ। होटेलको रिसेप्सनमा एउटा जगल्टे केटो थियो। उसले पनि उनको शरीर हेर्न थाल्यो। पहिला त उसले कोठा छैन भन्यो, तर पछि एकजनाको लागि भन्दा ऊ साहुलाई सोध्नुपर्छ भनी माथि गयो। उनले मलाई यहाँ बस्न डर लाग्यो भनिन्। हामी त्यो केटो फर्किनु पहिला नै त्यहाँबाट कुलेलम ठोक्यौँ। अरू होटेल पनि खुला भेटेनौँ। कुनै उपाय नभएपछि मैले उनलाई मेरो कोठामा जाउँ न त भने। सुरुमा त उनी निकै अन्कनाइन्, तर हाम्रो नजिक ट्यापे केटाहरू आउन थालेपछि भने उनी पनि डराइन र हुन्छ भनिन्। हामी हिँड्दै मेरो कोठा पुग्यौँ। मेरा घरबेटी कहिले पनि गेट लगाउन्नन्। यसले आज हामीलाई नै फाइदा भयो। हामी मेरो कोठामा छिर्यौँ। कोठामा त आइपुग्यौँ, तर सुत्ने प्रबन्ध राम्रो थिएन। ओछ्यानको नाउँमा एउटा सानो खाट थियो। भुइँमा ओछ्यान लगाउन पनि सिरक बस्ना थिएन। म ओछ्यानको बारेमा सोच्न थालेँ। उनले पनि अवस्था बुझिन् र बीचमा सिरानी राखेर सुतौँला भनिन्। मैले पनि हुन्छ भने र टोयलेटमा गएँ। मलाई दिउँसोको कुरा याद आयो। यसले मेरो लिङ्ग उत्तेजित हुन लाग्यो, तर म यत्तिकै फर्केँ। फर्कदा त ओहो
उनले लुगा फेरेकी रहेछन्। उनी नाइटी लगाइरहेकी थिइन्। उनको नाइटी घुँडासम्म पुग्ने थियो र बाहुला पनि थिएन। मेरो मुखबाट अनायासमै वाव निक्लियो। उनी लजाइन् र मुस्कुराउँदै आफू सधैँ नाइटीमा सुत्ने गरेको बताइन्। म मनमनै गदगद थिएँ। मैले खाना खाने होइन भने। उनले खासै भोक छैन भनिन्, तर मैले केही खानै पर्छ भनेपछि उनले हुन्छ तर के खाने भनिन्। मैले घरबाट ल्याएको झोला खोले र हामीले चाउचाउ बनाएर खायौँ। अब हामी सुत्ने तर्करमा लाग्यौँ। मैले उनलाई भित्तामा सुत्न आग्रह गरेँ। उनी भित्तामा सुतेपछि मैले बीचमा सिरानी राखेँ र बत्ती निभाएँ। यसै त सिङ्गल बेडमा 2 जना, झन् बीचमा सिरानी। मलाई सुत्न निकै अफठ्यारो भइरहेको थियो। म निकै चटपटाएको थिएँ। उनले यो कुरा बुझिछन् र मलाई सिरानी हटाउन भनिन्। सिरानी हटाए पनि खाट साँघुरो नै थियो। एकअर्कालाई स्पर्श नगरी सुत्न मिल्ने अवस्था नै थिएन। उनी भित्ताको चिसो लाग्यो भनी मतिर फर्किन् र केही नजिकिन्, जसले गर्दा मेरो शरीर उनको शरीरसँग टाँसिन पुग्यो। मेरो हात बीचमा च्यापियो। यसले मलाई निकै अफठ्यारो बनायो। मेरो हात उनको स्तनमा टाँसिएको थियो। यसले उनलाई अफठ्यारो लागेछ। सायद यसैले उनले मेरो हातलाई माथि तानी त्यसलाई सिरानी बनाएर सुतिन्। मेरो पाखुरामा उनको टाउको थियो र मेरो हत्केला उनको ढाडमा थियो। मैले उनको ढाडमा मेरो हातले खेलाउन थालेँ। उनले ब्रा लगाएकी रहेनछन् भन्ने मलाई थाहा भयो र मेरो लिङ्ग उठ्न थाल्यो। मेरो लिङ्गले उनको तिग्रामा घोस्न लाग्यो। सायद उनलाई लाज लाग्यो होला। उनी पर सर्न खोजिन्, तर मैले समातेँ। उनी केही बोल्न खोजिरहेकी थिइन्। मैले मेरो अर्को हातले उनको कम्मर समातेर उनलाई नजिक ताने। उनको स्तन मेरो छातीमा टाँसिए। उनी छिटो सास फेर्न लागिन्। म भित्र सेक्सको चाहना बढिसकेको थियो र मैले उनको गालामा चुमेँ। उनले केही पनि भनिनन्। मैले दिउँसोको कुरा सम्झेँ र उनको स्तनमा च्याप्पै समातिदिएँ। उनको मुखबाट आह निस्कियो। मैले उनको ओठमा चुमेँ र उनको मुखमा मेरो जिब्रो घुसाउन थालेँ। उनले पनि मुख खोलिन् र हामी जिब्रो जुधाउन थाल्यौँ। केही बेर किस गरेपछि मैले उनलाई म अब आफूलाई रोक्न सक्दिनँ, आई लभ यु, आई वान्ट यु भने। उनले पनि प्लिज मलाई आफ्नो बनाऊ, आई लभ यु भनिन्। उनको यो कुराले मलाई पागल बनायो। मैले उनलाई फेरि किस गर्न थालेँ। किस सँगसँगै मैले एक हातले उनको स्तन मार्न थालेँ र अर्को हातले उनको नाइटी माथि सार्न थालेँ। उनले नाइटी खोल्नमा मलाई सहयोग पुर्याइन्। अब उनी केवल पेन्टीमा मात्र थिइन्। म उनको स्तनमा चुम्न, टोक्न र खेलाउन लागेँ। बिस्तारै म उनको पेटमा किस गर्न थालेँ र मेरा हातले उनको पेन्टी खोलेँ। म मेरो हातले उनको योनी मुसार्न थालेँ। उनको योनीमा रौँ थिएँ। हामी केही बेरको लागि अलग्गियौँ। मैले मेरा पुरा लुगा फुकालेँ र एउटा मैनबत्ती बालेँ र उनलाई फेरि खाटमा सुताएर उनको योनी चाट्न थालेँ। उनी सुस्केर छोड्न लागिन्। त्यसपछि मैले उनलाई मेरो लिङ्ग चुस्न भने। उनी मेरो माथि चढेर मेरो लिङ्ग हेरिन् र यो त ठुलो रहेछ भनेर चुस्न थालिन्। करिब 5 मिनट चुसेपछि मैले आफू झर्न लागेको बताएँ। उनले मेरो सबै वीर्य खाइन् र मेरो छेउमा पल्टेर मेरो लिङ्ग खेलाउन थालिन्। आफ्नो पतिले कहिले पनि आफ्नो योनी नचाटेको उनले बताइन्। केही समयपछि मेरो लिङ्ग फेरि उठ्यो र मैले उनलाई तल सुताएर उनको माथि चढी लिङ्गले उनको योनीको बाहिर दल्न थालेँ। उनी निकै तडपी छन् र मेरो लिङ्गलाई आफ्नो हातले समातेर आफ्नो योनीको मुखमा राखिन्। मैले उनलाई जोडले गर्न थालेँ। करिब 5 मिनट यही आसनमा गरेपछि मैले उनलाई मेरो माथि चढाएँ। उनी अब मेरो माथि मच्चिन थालिन्। उनको मुखबाट आह जस्ता आवाज निरन्तर आइरहेका थिए। त्यसपछि उनलाई मैले हात खुट्टा टेकेर घोडा बन्न लगाएँ र उनलाई पछाडिबाट गर्न लागेँ। मेरो लिङ्ग उनको योनीमा भित्रसम्म पुगिरहेको थियो र मेरा गुलाले उनको योनीमा हानिरहेको थियो। मैले उनका हल्लिरहेका स्तन समातेँ र उनलाई निकै जोडले गर्न थालेँ। केही बेर गरेपछि मेरो वीर्य झर्न थाल्यो। मैले उनलाई कहाँ झारौँ भनी सोधेँ। उनले आफ्नो योनीमा नै झार्न आग्रह गरिन्। मैले पनि उनको योनीमा नै झारिदिएँ। त्यो रात हामीले 3 पटक यौन सम्पर्क राख्यौँ। त्यो रातभन्दा भोलिपल्ट हाम्रो दिन झन रमाइलो भयो।